सर्वप्रथम सबैमा नमस्कार, झिक्कै माया सबैमा। आज हाम्रो यो गाउँमा अन्तिम रोपाइँ मय पूजा भइरहेको दृश्य देख्न पाउँदा हामी धेरै खुसी भएका छौँ। हामीले पनि त्यसरी नै रमाएका क्षणहरू याद आएका छन् र बम्बईतिर पनि धेरै पानी परिरहेछ। योपालि गर्मी पनि धेरै भयो, पानी पनि धेरै परिरहेछ। सबैले आफ्नो ख्याल गर्नु होला। यताउता बाहिर हिँडडुल गर्दाखेरि धुँ ढलिरहेछन् धेरै जसो ठाउँमा, हावाहुरी साथमा पानी परिरहेको छ। सबैले ध्यान दिनु होला, आफ्नो ख्याल गर्नु होला भन्दै यो भिडियो देखाउन चाहन्छु म पनि है। ल हेर्दै गर्नुहोस्। हामीले आज यो कार्यक्रम जुन बनायो यसका अध्यक्ष 85 वर्षका पूर्ण बटलाको अध्यक्षतामा यो बाद्रा बटलाको रोपाइँको हाम्रो 130 घरलाई 30 घरले आज रोपाइँको सम्पन्न भएको हुनाले यो कार्यक्रम आज गरिएको छ। आज देवतालाई 5 देवतालाई साथी राखेर यो सम्पन्न होस्, राम्रो फलदायक होस् भन्न चाहन्छु। र अब हाम्रा 85 वर्ष भएका पूर्ण बटलाद्वारा यो पूजा चाहिँ यो मई पूजा सम्पन्न गर्ने भन्ने कार्यक्रम रहेको छ। धन्यवाद। ल धन्यवाद। सबैलाई नमस्कार। आज मिति 2083 साल असार महिनाको आज 21 गते आज चाहिँ हाम्रो बटला गाउँमा चाहिँ मई पूजा सम्पन्न कार्यक्रम आज भइरहेछ होइन। आज चाहिँ हामी यो अन्तिम रोपाइँमा चाहिँ हामी आज हाम्रो बाजे चाहिँ 84 वर्षको उमेरमा पनि हामीसँग यसरी होइन रोपाइँ बनाउँदै रहँदा हामीलाई एकदम खुसी लागिरहेछ। अब चाहिँ हामी चाहिँ यो कार्यक्रम 84 वर्ष बढाउँदै लगभग 85 वर्ष उमेरमा पनि हामीसँग हुनुहुन्छ। उहाँलाई चाहिँ म एकदम सम्मान गर्न चाहन्छु। उहाँलाई बोलाउन चाहन्छु एकचोटि। बाजे आउनु। उहाँबाट चाहिँ हामी कार्यक्रम उद्घाटन गर्न चाहन्छु होइन। कस्तो लागेको तिमीलाई? तिमी 98 सालका जन्म भने नि 98 सालको जन्म दिल्लीको 2043-44 भन्दा यतातिर अब अहिले 2083 साल लाग्यो। कस्तो राम्रो लाग्यो? हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो? हजुरहरूले पनि प्रतिक्रिया दिनुहोला। हाम्रोतिर अन्तिम रोपाइँमा गरिने यो मई पूजा भनिन्छ हाम्रोतिर। हाम्रा उहाँका चलन, हाम्रा उहाँका वेशभूषा हजुरहरूलाई कस्तो लागन्छन्? हाम्रा सुदूरपश्चिमका हजुरहरूले पनि प्रतिक्रिया दिनुहोला। धन्यवाद भिडियो हेरिदिनु भएको।